छैन आज चाहिँ म ड्युटी सकेर सर र हैन आइसकेको छ हैन फाइनल गाइज अलि आज चाहिँ अलि क्यामेरा के हो मधुरो आइरहेको छ के भयो यस्तो धाउनु नपर्ने हो क्यामेरा उताबाट गर्दा चाहिँ अब अनुहारै त्यस्तो छ के हो झिरिम यो अनुहार अलि हिरो बनाउने क्रिम सिरिम पाउँदैन भने अझै हिरो बन्नुपर्ने थियो हामी है कमेन्ट गरिदिनु है कुन क्रिम लाउँदा हेन्सम देखिन्छ हामी चाहिँ ट्याक्क अब साउदीबाट रुममा जाँदाखेरि अब आनन्दले हैन गएर आनन्द पहिला फ्रेस हुने त्यहाँबाट खानासाना खाने त्यहाँबाट सुत्दिने हो हैन अहिले चाहिँ म फाइनली गाइस ट्याक्क म चाहिँ अहिले चाहिँ हिँडिसकेको के फाइनली हैन तपाईहरु सबलाई मेरो युट्युब च्यानलमा स्वागत छ नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला पुरानो छ लाइक गरेर अगाडि बढाइदिनु होला त्यही भन्न चाहन्छु हैन त्यही हो ल अब मेरो रुम आइपुग्न आँटिसक्यो हैन अब म रुम आइपुग्न आँटिसक्यो यस्तो खतरा छ कि ठाउँ हैन हाम्रो नेपालमा यस्तै हुनु पर्यो के भन्ने कुरो हो अब हाम्रोमा त यी सम्झिने हो के पिपा लाडो खा अब हर्क साम्पाङ आयो भने चाहिँ केही हुन्छ कि भन्ने कुरो हो हैन आएपछि कुरो गरौँला त्यो चाहिँ के पिबा लाडो खा के पिबाले 2 वर्ष 2 चोटि प्रधानमन्त्री भए के पिबा लाडो खा मासिक यस्तो खतरा छ कि हैन तार भनेको माथि छँदै छैन कि सब तलबाट माथि हैन तार पानी मलाई यहाँको अझै के खतरा चाहिँ के लाग्यो भने हैन के अरे अब करेन्ट जुन हुन्छ नि त्यो बत्ती सर्ट हुँदाखेरि सबै बत्ती जाने के मान्छेलाई करेन्टै नलाग्ने यो हो नि त यार स्टाइल त हैन त्यो हो नि त करेन्टै नलाग्ने कसैले करेन्टै नआउने के मान्छेले करेन्ट लाग्यो बत्ती नै जाने कि त्यस्तो हुनु पर्यो कि है हर्क साम्पाङलाई यो चाहिँ पुर्याइदिनु होला अब हाम्रो पनि घरमा जुन बत्ती छ नि त्यसमा करेन्ट नलाग्नु पर्यो मान्छेहरूलाई हैन त्यस्तो हुनु पर्यो कि ट्याक्क छुँदा पनि बत्ती जाओस् के करेन्ट के गर्यो झुकेर मान्छेले लाग्छ नि हाम्रो त नेपालतिर त झुकेर करेन्ट लागेपछि प्याट्टे मान्छे मरिहाल्छन् हैन धेरै पारेर सल्टाइदिन्छ त्यस्तो होइन कि यहाँ चाहिँ के अरे मान्छेले करेन्ट लाग्यो भने बत्ती जान्छ कि हो यस्तो हुनु पर्यो कि हाम्रोमा पनि डेभलप मैले यहाँ चाहिँ फरकै त्यति पाएँ है अरू चाहिँ सब नेपालकै जस्तो लागेको छ फरक चाहिँ मैले त्यति मात्रै अनुभव गरेको कारण चाहिँ मैले त्यति नै हो रोड त सेम नेपालै जस्तो हो हैन त्यो अरू के कुरा गर्ने सेम नेपाल जस्तै हो तर के अरे मलाई बत्ती चाहिँ त्यो चाहिँ मन पर्यो है फेरि मलाई मन परेको कुरो चाहिँ मैले भनिदिएको हजुरहरू पनि सुनिदिनु होला कुरो त्यही हो हाम्रो नेपालमा पनि यस्तै हुनु पर्यो है त यस्तो बाल्ला त छ नि हाम्रो नेपालमा चाहिँ कुन चाहिँ गतिलो भएर सेम तर बत्ती चाहिँ कस्तो हुन्छ भने मान्छेले छोएपछि करेन्ट नलाग्ने त्यो स्वाट्टै जाने के पिबा लडौ खा हर्क साम्पाङ नेपाल जा हर्क साम्पाङ नेपाल बनाम भन्नेमा हो जोसुकै जो होइन सपोर्ट चाहिँ हर्क साम्पाङलाई हो हाम्रोबाट अब सब जेनजीबाट चाहिँ सबलाई एकचोटि हर्क साम्पाङलाई चान्स दिउँ हैन हामी चाहिँ विदेशमा छौँ हैन त्यही पनि केही छैन हर्क साम्पाङलाई एकचोटि चान्स दिएर हेरौँ हैन के हुँदो रहेछ अनि त्यहाँबाट चाहिँ हामी पनि परदेश जानु पर्दैन भन्ने कुरो हो हैन जसरी जानु पर्छ जुनै सरकार आए नि विदेश त आउनै पर्छ हैन त्यही हो मेरो भनाइ चाहिँ हजुरहरूले नि फुल भिडियो सुनेर रमाइलो गर्नु होला ल बाइ म फाइनली रुम आइसके।